त्यसो गरौँ त्यसो गरौँ भन्छ अरे त्यसलेको क्या उनीहरू रुम्नीमा पनि बाक्लो थियो रिलुङमा पनि बाक्लो झन् तपाईँलाई रिलुङमा त अहिले यसले घरमा आयो यसले कुट्छ उहाँ घर गयो बुढुले कुट्छ रुम्नीमालाई ठुलो हुनु त सर्को पो हुँदो रहेछ बरान ठुलोले खान्छ सानोले भन्दा नि रामधुलाई चाहिँ ठुलो चाहिँ भेट्छ त के गर्नु सक्नुहुन्न नभ्याउनहरू तेल लाग्यो भोलिहरू भनेको दुई तेल जानु पकाउनु तेल लाग्छ नि त हिजो नआएर तेल लाग्यो कि फेरि नहुनु पर्ने भयो भनेको भोलि नहुन्छ भनेको थियो अब दुई लाग्छ पकाउ फसेर काटिदिनु पर्यो भनेको भनेर उमार्नु पकाइदिएको नगर्नु फेरि कता पल्टाउने हो यताको सिमिलहरू चाहिँ अलिकति यतै पल्टाउने फेरि उता पल्टाउने त्यत्रो आइडिया तपाईँ थाहा पाउँछ नि यहाँ जान्दछु त बसेर जाने हो छोरी बुढो हुँदैछ 50 बोतल त खान्छस् पहिला तँ पहिला हाल्न 50 बोतल त अहिले कहाँ खान्छ त्यस्तो गर्नु 50 केजी चाहिँ सक्दैछ 50 बोतल चाहिँ खान सक्छ त्यो पाइपको टुक्रा दिनुपर्छ मलाई नि एक दिन त हालेर काटौँला त्यहाँ न के त्यही नि ए पुरानो अरे त फेरि चाहिन्छ तो खाने पहिला के हो फेरि एक छ
ल ल छोड्दै नलगा 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 नाङ्गै बस्छ एउटा कस्तो साह्रै भएर गर्नु पर्छ रहेछ किरा महिनाको पहिलो शनिबार माङ्गेन कसरी नाच्छ भन्छ साजु यस्तो भान्जी मोटो छ भ्याक्ली छ बरु सोलु चाहिँ नाच्छ कि सोलु फुपू कविता आउने नि हो भाइ नि भाइ आउने नि भन्छु आउँछु भन्छु यो सिक भिन्न गर्नुपर्छ पकाएर भुटेर खानुपर्छ त्यसै भने बारीभरि कोपी भनेर चौथीको दिन चाहिँ सबै लगेछ केटाकेटी त हो पर्सी काँक्रा त्यस्तै त हुन्छ चोर्नु नै अरे त्यो दिनको बिगार भगवानले नै खेप्छ सधैँ नै आउनुपर्छ मेरो तर अहिले चाहिँ हाम्रो घरमा एउटा त्यही हो क्याप्टेन नानी होइन अनि कोसँग जान्छ अब सेबेस्टिन एउटा ठुलो भइगयो यो लडिहाल्छ लड्छ भन्दा पनि यसपालि मलाई उदेक गरौ यिनीहरूले त्यो माथ्लो चाहिँ उमा जानुपर्ने रहेछ आमाको मोबाइल लिनु मलाई भनेन होइन मोबाइल लिनु जाँदाखेरि यो पनि जाने भयो छ ए पर्खन भन्छु किन पर्खिन्छ र म त लडेकै वा पुग्दा तल बारी त सन्त्रपल्ट लडे होला फुपूले हालोस् भनेर लोग्रोदेको फुपूनेरी पसेको आमालाई लोग्रोदेको हान्दै हानेन मलाई ठक्क्याएर हिँडेको पर्खन भन्छु म भेटेको मागेन घरमा दिनभरि चिप्चोकै बनाएर बस्नुहुन्छ खाली भएको राम्रो होइन भने म दिन के राम्रो जाडो भयो भने त्यति पिसाउन ल्याइहाल्नु यस्तो पिसाउन नि पहिले माउरा लिँदैन है आमा
यो हो यिनीहरू मकै पिस्नु आएको अब भरे बेलुका आउँछु म है चाहिँ अहिले एकछिन भरे तिर आउनु है फुपू हुन्छ बेलुका आउँदा गर्नुहोस् है नि ऊ उठेको हेर्न आऊ मैले पाएको उठो भनेर किन भन्नु हौ के देखाउँछ र के खा भिडियो बनाएको चलेको छैन बत्ती 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 गएको हो चलेको छैन कि बत्ती जान्छ त माल पनि हेर्दै गर्नु है हेरेको छैन हौ हजुर दुई बोराको फिट्दैछु दुई बोराको यतातिर हाल्दै ठुलो भाइले मानीलाई सोध्दै मानीले भनेको काम गर्नु पऱ्यो मैले चोइसमा सोध जा भने जानु पर्छ एक बोरा मात्रै बनाएको हो क्या म त एक बोरा मात्रै बनाएको के भरे के दाजु एक बोराको बनाएको माल
अब भुजेल टोली आएछ यो लादी फर्काहाल्छ नि अब भुजेल टोली आइसक्यो देखिस् माथि हिँडिसक्यो नि अब कहाँ ढ्याङ्ग्रो बजाउन आउँदैछ ढ्याङ्ग्रो तँलाई एके जोखा हेर्दैछ आज ठुलो भाइले कति चाहिँ दिन्छ र ढिलो बोला भन्दैछ आज पनि लट्या चाहिँ भुजेलले कि हाम्रो त तातो झेल जस्तो नाप्ने नाप्ने चुच्यो क्या अर्को चाहिँ कहाँ पुग्यो अर्को हो भाइ बिहान नै भयो त अब भाइ उता काट्नुपर्छ कि हवस् भाइ भुजेल आना आना उसैले फोन गरेको कि अघि राजु भुजेललाई फोन गर्ने मैले गरेको अब हिँडेको भन्थ्यो अनि मैले दुइटै लिएर साथी लिएर आइज भनेको थिएँ साथी थिएन नहुने चाहिँ ल खुसाउनु पर्छ भनेको थिएँ खुसाउन त कसरी हुन्छ खुसाउनु पर्छ चाहिँ त्यो खोल्ने छ भाइ मसँग खोल्ने छ अरे नानी खोल्ने छ अरे भाइसँग दे अरे म खोलेर ल्याइदिन्छु नाना ओइ ओरा मासु लिन जानु आइज न 11 बजे आइपुग्छु भन्थ्यो ऊ क्या देवे भुजेल आउनु अरे कि काल तुम्बाको घरमा थिएन एकदिन आमा पनि रक्सी ऊ दिइसकेछ एकदिन आमाले होइन सब्दामाले अहिले सकिन्छ पत्ता अहिले एकदिन आमा पत्ता पुग्छ मैले सुनेको मैले गाउँकै कहाँ पुग्यो अरे कि अनि कट मात्रै रहेछ जानु म त रक्सी त खान्न रक्सी दिन्छ अरे कि रक्सी त म खान्न जाने चाहिन्छ मलाई त भन्नु अरे एकदिन गाउँमा अनि पक्कै बनाएको छ अरे अनि त्यो कट निचेर दिएको एकदम काकी अबदेखि यस्तो अमिलो जान चाहिँ मलाई नदिनु रहेछ है भन्नु अरे अनि मायाको माया रक्सी दिँदा पनि नहुने रक्सी नखाने अरे अनि ऊ जाने चाहिने अब एक बार नछ जाने रक्सी बनाइसकेको रहेछ अनि राजु हजुर खोल्नु हुन्छ होला नि त हजुर काटे काटे है अर्को मिटर पनि खेत चाहिने चाहिँ हुँदैन हामीले साँच्चै नदिने हो काकी आमा भन्नु अमिलो जानु होइन काकी अब होइन भाउजू त्यो भाउ खोइ के भनेर भन्थ्यो कहानी मैले सुनेको पो त मैले देखेको होइन हजुर तपाईँ कहाँ हाल्नु ए यहाँ फालिदिएको त टेम्पोको त्यहाँ फालिदिएको छ तर फालेको अरे टिपेर यता लगाएको आइपुग्यो त त्यो गाउँछ निन्द्रामा भए पनि केटा कुदेछ है गराउन निकाल्ने 2 दिन सघाइदिन्छ केटाले यसलाई पनि घर बनाउन सघाइदिन्छ अरू केटो आएन कहाँ गयो किन
अब म बुट्टा काट्न जान्छु एक केटा मसला मात्र दिनु पुरा सुटा अब भोलि बस्नु त्यो काट्नु यसलाई नबोलाएको पसिनी पसिनी काट्दा हुन्छ बुट्टा दुई बोराको हो यो एक बोरा भन्नुपर्छ मिस्त्रीलाई 2 बोरा मलाई केटी त हान्छ तर बालो थोरै गर्छ 70 75 जस्तो धान हो अलिक थपिन्छ 70 बेलचा त गनेरै हाले होइन 72 बेलचा त कडा भयो भने पनि त्यो ए न तलाई त्यो माथि सुर्दै म हाल्छु त्यही छरिन्छ कि माथिबाट पुग्नु भएको कति हाल्नु त्यो घुमाएर हाल्नु काका म हाल्छु यो कान्छाले यो बेच्चाहरू मैले धोएर ठुलो भाइले घरको मालिकले धुन्छ भनेर त के को धुँदो रहेछ हो छ तँलाई नि हो मेरो पैसा काटिनाछु भने त अहिले भाँडा बेल्चा त मैले यहाँ ठडाइदिएँ मेरो त उँधोपट्टि लुकाएछ होइन कोदाहरू उता लगाइदिएँ अहिले यहाँ ठडाइदिएको थिएँ क्या धुनलाई यही पाइप ल्याउनु भनेको पाइप उता लगा नि त पछाडि अनि बेल्चा पनि यहाँ थियो ठडेको थिएँ धुनलाई यो पाइपले मैले काका अनि म त ठुलो गाडी धुने होला भने हेर जाऊ है बेलुका होइन नि चलाउनु सजिलो हुन्छ क्या हेर काँसेर ए त्यतिकै नहाल्न यार अलिक त्यो चुप्पी भएपछि फाल्दा हुन्छ कि झुसी भएपछि चाहिँ भुइँमा चाहिँ अलिक फिटिँदैन क्या यस्तो फिटेपछि अब 2 बोराको पर त्यत्रो लगिरहने यत्रो चाहिँ मेरो लाका नै जा भनेको तँलाई मल सोर्नु एउटा त म जान है म यहाँ पैसा छुट्न तिहार खर्च नबनाइ भयो उधर आइहाल्छ नि मल सोर्नु गर्नुहुन्छ उधर चाहिँ आउँदैन मलाई क्या हुन्छ नाचे खन्डो घुमी कस्तो बुट्टा हाल्नु भनेर बाबु यसो के गर्नु गोठाला सोसाला गर्छ कि नानी हजुर बस्ती बस्नु गरौँ काका काका पनि काका बस्नु नै गर्नु गोठालाई परिवार गोठालै गोठाला दाना लगो हजुर 3 भाइ गोठाला चौरीतिर चौरीतिर कस्तो अचल त घाँसै घाँस चरिरहन्छ ड्युटी चाहिँ गर्नु पर्यो ए मोबाइल भने फुटाइ दाइ होइन काका हो पुग्दा त नखाए बाल लगाएछ काम गर्दाखेरि पसिनै आएन भने त ठगिहाल्नुहोस् नि हो तँलाई कहाँ अरे तैँले विदेश बसेको खैनी हौ अहिले त मैले नानो समय खाएको खै खान छोडेको भनेको होइन बराइन बेलचाहरू राखेको होइन त बढेको त्यसका खोलेको फर्केर गयो त 15 पैसालाई कामलाउनु तँलाई मुला कफा कतामा चाहिँ म 3 महिना हानेको भनेको होइन कतामा त हानेको यहाँ फल्नु जगाउनु बनाइहाल्यो नि यहाँ यसो फल्नेको पानीहरू टु फिटिङ रेडिमेड सब पाउँछ ठाउँ पानी घरलाई गएर सिलाइदिएको
इन्ट्रान्स पास गरेर दिँदैन है कुन चाहिँलाई त्यो दिने सोचेको छ यहाँ फोर्दैको डकुमेन्ट नकली बनाएको रहेछ फोर्दैमा जान्छु होला नि के अनि होला नि त भने म त अनि इन्टरभ्यू पास गराएर पठाएको 1200 इन्टर सिनेर हामीले केटाले हामी 1500 खोज्यौँ भनेर हामीलाई त लगेन त्यो भाइ क्या पठाउँ नि 7 सालमा आउँछ 45 दिन छुट्टी आउँछ उसको तँलाई ठगारी बजिहाल्छ नधोएर तैँले घरको मान्छे सामान हेर्नुपर्छ पर्दैन ठाउँमा ठाउँ राख्दैन टक्क सबै ठाउँ राखेपछि कतिचोटि पल्टाइस् यो 3चोटि भयो हुन्छ दुईचोटि भयो 2चोटि मैले पत्ता यता यता पल्टाउँदा 3चोटि भयो नि त हुँदैन भाइ मलाई त के हो 50 चोटि भने पनि पल्टाउने हो मैले 2चोटि पल्टाएको थिएँ तपाईँलाई मैले पठाउँदा 3चोटि भयो फेरि पल्टाउँदा पल्टाउँ एकचोटि पल्टाउँ ल अनि म बुझ्न सक्नु जान्छु अन्त नाइ भन्ने कुरै छैन क्या चिसो गल्ल होला डल्ल पर्छ मम्मीबाट चलाउनु भनेको थिएँ त्योपट्टिको फेरि माटो माटो नल्याउ नल्याउन माटै माटो यताउता फाल्दा पनि कता त बाटोतिर गिटीतिर फाल्छ ओ त्यतातिर गिटी त पखालिहाल्छ नि त पानी हाल्नुपर्छ मेरो है यता त धुलोले मारिहाल्दो रहेछ त सोचेको आफूले उँभो होइन माटो निकालेर दिनु हौ मेरो भाइ निकालेको छ नि तपाईँले निकाल्नु अलिक कागज बेसी भयो के हो खालि गोरुको मासु खाएको यस्तो सुँगुर खानुपर्छ ए हान 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 खालि गोरुको मासु खाएर गोरु जस्तो हुन्छ म त खान्छु बेसी गोरु काट्छ खाने पैसा त्यसै जेलमा दिएर भाले उडाउँछ एक हजार उठ्दै पुरै 1 हजार त आफूले खा हामी मर्छ जे हो 1 हजार त आफूले खाएको हो त 1 हजार उठाउनु कसले खाएको मलाई उठेको नहुने कता रानी सुनेर त भाइ यसरी नि म त 6 महिना हाने भन्दैछु त काका 6 महिना त म फुल हाने कता त्यहाँबाट स्कुलबाट ट्रेनिङ गराएर कम्पनी सिकाउँदैन मात्रै 6 महिना मेरो लादी फर्काएको यता कचरा साफ गरेर पनि त्यो 100 बिसाउन नपाउने लेबर प्लास्टिक पनि टिपेछ प्लास्टिक ब्यागमा सब टिप्यो उतादेखि बसेको अनि यताको पाएर यहाँ फेलो म गर्छु अब त्यसरी म लिन्छु त्यसले माथि निकाल्छु यसरी यस्तो साइडबाट भुजेलको ला काटेको रहेछ क्या त्यहाँ ढिलो आएपछि
फर्स्ट भोलि हाल्ने क्या भनेको बुटाउनु कति हालेर भयो खालि बाङ्गो किन्नुभन्दा झ्याप्प खोल त म पानी लिएर आउँछु यतापट्टि खोल है हेर्दै उखार्दै गर ओके हेर्दै नै गर है एकजना यता हान्ने कि भतिज यो भित्र हान्नु लाउने होइन काका लु यता भतिज चाहिँ मुठा हान्ने अरे खै त्यो मुठाले भतिज के के चाहिन्छ सामान रेडी छ बाल्टीमा पानी के भनिन्छ छ नि खाली बाल्टी अर्को त यहाँदेखि चाहिँ हो भतिज कताबाट परैबाट मागेर ल्याउनु यति सबै खानु अनि यसरी मार्छ त्यो पुर्दैन यो काठहरू पनि काम गर्छ के हो म ल्याउँछु ल काटी पनि छ नमेर्छु न यहाँ छ म दिन्छु काट्नु है घर देख्ने हो कि च्याट्टो बनाइदिनु है एकदम यो पुर्दैन नपुर्ने होइन त्यहाँ पानी दिनुलाई एउटा भाँडा खोज्नु गएको भोलि बिहान पर छोरा के मुढा लगिदिउँ भनेको माथि भेट्दैन होला तल्लोपट्टि ए पल्लोपट्टि पनि खानु उतादेखि काम गर्दै आउँछ है त्यो पल्लो साइडमा पकाएर कि फेरि भएर यता गर्दाखेरि उता हात पर थाकिन्छ कि कहाँ मुढा चाहिँ लाग्यो मुढा ल्याउनु पर्छ हजुर मुढा चाहिँ कास्टिला चाहिँ ल्याइदिनु होला एक रात कहिलेदेखि हिजोदेखि पानी आयो आयो पानीको भन्ने दिएको भए हुन्छ नि त पानी मात्रै दिन्छ बक्खु ल्याइदिन जब छ नि पानीसँग पनि झ्याप्प छँदैछ मसला त्यहाँ आइहाल्छ एक रात कहिले बास बसाइ यतै हो तेल त लगाइदिउँ छ हजुर के भयो भाइ भातेर आइरहेर किन सित्ता नबिसाउनु अहिले ठिक छ काट्ने जोर आउँछ नि त म एकछिन बिसाउँ भएको एक कुलुमा हालौँ लेफ्ट साइड त्यो यसमै हालिदिन्छ म त्यो भुइँमै हालिदिन्छ गइरै छ त हो म त हालिदिइहाल्ने म त के
बुट्टा हामीसँग चाहिँ लगिदिउँ कि फिर्दै गर न फिर्दै गरेको यो त छँदैछ नि त माल त अवस्था छ त तिमी हाल्नु न यहाँ मुठा माल हामीसँग के छैन हामीसँग सक्छ सब बुट्टा काट्नु गएर कि हस् म फेरि हेर्नु चाहिँ आउँछु नआएन अब के कसले गर्ला तिमी फेरि एकको अलिक ठग्छौ नि त यहाँ आज त क्यामेरा राख्दैछु एकको तिनको लाख रुपियाँ खाने मान्छेलाई 800 यहाँ लादी फर्किसक्यो कहाँ अरे पराइन अरे 1.5 लाख हुन्छ महिनाको 30,000 जोगाउँथे तर त दारू पानीमा जानु त लड्की चाचा पाउने क्या फेरि तर त्यसले पनि केही गरेन के यसले पनि केही नापेन कि आखिर यहीँ आएर दुःख नगरी हुँदैन नगरी के हुन्छ गाउँमा नआएर दुःख नगरी के हुन्छ त्योहरू त एको नेपालीको यस्तै हो अलिक हल्का यस्तो छ अलिकति मुखा बनाएर ल्याऊ त्यो कपक्सी खान्छ सिमेन्ट ल्याइदिनु सिमेन्ट हामीसँग 40-50 बोरा छ कि त्यो बाल्लोसँग उसको मसलासँग मिसाउनु पर्ने छ यो मिसाएर ल्याऊ न ठिक छ हामीले मिसाउनु मालिक बाल्लो पुरै चाले जति आउँछ आज बिस्तारै गर्नु छिटो गरेर राम्रो हुँदैन कति दिन भयो 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 त्यही मसला हाल्नु पर्छ हो कि त्यही मसला लगेर त म हालिदिन्छु नि त त्यस्तो चाहिँ हाल्नु होला अलिकति त्यो खालको मसला क्या पर्दैन ल्याउँ त कि यस्तो हाल्दियो भने चाहिँ अलिकति ढिलो उठ्दैन त्यो बुटो यस्तो मिलाउनु जान्दैन होला कि अनि सितेर लाउनु पर्छ भने त हिँड्दै अब के भन्थ्यो अरे मिलाउनु जान्दैन भनेर क्या किनाले बनाऊ हिजो बिगार म यहाँ सबै मान्छे केयर गर्छु क्या काम कसरी गर्छ म केयर गरिहाल्छु यहाँ मासु मेरो भात चाहिँ किन्नु मलाई आधेको चाहिँ पठाउँछ भन राखेको हम सुन्छ बुढलाई लग ज्वरो आएछ बुढलाई लग फोन गर्छ कहाँ काटेको डिक्टेमा फेरि हाम्रो उसबाट पानी दिएको हेर्नु कस्तो आउँछ सीताराम माथिबाट पानी दिएको हेर्नु कस्तो आउँछ पानी अब माछा पाल्नु पर्ने मुढातिर त्यता अनि मुनिबाट सुरु मासेर पाल्नु कहाँ बाटो पाइन्छ कि मुनि माछा हाल्नु मुनिबाट पाल जोडिहाल्नु पानी यहाँ त कसैको व्यक्तिगत सम्पत्ति होइन कि त्यो गर्न युज गर्दा मिल्छ काका आज पनि कोरम पुगेन काका तपाईँ खालि कबर दिने खेल्ने के कोही पल्टिएर नखेल्नु कोही नखेल्नु माल त म भट्टाबाट आइहुन्थेँ यो कान्छ यो चाहिँ ल्याऊ यो त्यही त त्यो ल्याउनु भने यो पाहाडमा हटाउनु पर्छ
त्यो खालि आएको त आज फेरि खालीलाई बोलाएको कोपा ठुलो खालि खिचिरहेको छ कि अब बुटा हान्दैछ बुटा हान्दैछ आज तासको कलर पुगेर भ्याउँछ जस्तो पानी भरिएछ यहाँ भरेछ मसला बोक्ने मसला त साबुनले त्यो भएर थाल्यो कति सालमा पुग्छ दुई बराको माल कम बनाएको गएको थियो केटा हो गरे कि हो काका भटाट माला है साथी कान्छीलाई फेरि के बिहा त लाएर गीत लगाइदिनु भनेर के बिराट चल्नु अरे के बिहा त चलो मिठा भन्दाखेरि टकेर मिसाएको यो मिस्त्री थाहा भइहाल्यो नि त्यो काकाले मलाई 2 दिन त छगायो बरु निकाल्ने कान्छौ यो मङ्सिरमा नि यो तिहार पछि निकाल्नु पर्यो क्या बरन्डा बुझ्यौ छ त मेरो त यही पनि हेल्प माग्नु 2 दिन मात्रै ल जस्तामा रङ्गलामा हरिला भन्छु 1 दिन 2 दिन सघाउँछु नि माथि जस्ताको माथि त्यो चाहिँ अहिले त्यो केटाले जान्दा छ कि हजुर मसला चाहियो हजुर यहाँ मसला दिँदैछु अनि हस् आज पनि तास खेल्ने कुरामा पुगेर चाहिँ यता फेरि के अस्तिबाट कोपा अब बनाएको चिज खोइ मिस्टर एकराज कस्तो बनाउँछ है नि बच्चा त जोडी जोडी निकाल्छ जोडीले भन्दा निकाल्दैन किन हावा चाहियो बस दुईजना मिस्त्री सिधा टप्ने रहेछ बिचरा गरेर निलो मसला चाहिँ होइन मसला भनेको होइन अहिले अनि यहाँ पहिले मसला भन्छ यो उ गर्दिनु
त्यो मलको होइन वाइफाईबाट त्यो टिकटकहरू त्यो उहरू सबै ओपन सब खोलिदिनु हाम्रो वाइफाई मारेको हो एकले साह्रै ठगरामा चाहिँ क्यामेरा नराख्यो भने त अस्ति मल छोड्दा चाहिँ यो राख्दै अहिले 2 घन्टा छिटो काम गर्थ्यो सकिने बेला दुई पिस हाल्नु अघि आउनु पर्छ भन्नु त्यो ट्याक्कै त्यस्तै डिजाइनमा बसेस् न इन्द्रले एक बार माल बनाएर फेरि माथि आर्मी क्याम्प गयो होइन राम्रो काम गर्यो भने हजुर घरको जाँगाको काम त धेरै थियो खत्रीले डुबाहाल्यो तिमी त नत थाहा पाउनु न तर पुण्य लेनको बासुटौला किन पुण्यको होटलको पैसाले पैसाले होइन अर्कै कारण छैन के कारण चाहिँ अपराधी मान्छे एकरा हामीलाई थाहा छ ती रोहिणीहरू फोन नम्बर लिएर आएछ र केटी आच्छा आच्छा त्यो हो कि काका हो तपाईँ पनि फोन नम्बर बोल्नुहुन्छ अरू त शङ्कुमै छ त नि शङ्कुमा छ फेरि त भिडियो सिडियो बन्द है काम गर्दा जोखिमै गर्नुपर्छ त्यस्तै हो बाल्टीमा देऊ न कान्छ होइन अब त यता हिँडेको म कता ए किताबो नखाए यता साल यता बसेर रह्यो नि त काका
आज त खाना कता कुरो पनि नभेट्नु जानका जामा त्यहाँ एक्लै खेल्दै एक्लै एक्लै नि को छ राम भनेको यहाँको कान्छा गएको पर घाल्नु दिएन भेना भेन चाहिँ हिजो एक्लै खेलेर गएको अरे आइरन एक्लै खेल्दै बसेर हाम्रो भेनालाई पनि तास लिएर चाहिँ नहुने रहेछ कहाँ त खेल्ने हो के भनेर किन पानी बनाएको पाउँछ होला अन्त यहाँ मेरो हरि चाहिँ कता गयो जेठा ऊ माथि पो गर्दैछ लेक बेसी यतापट्टि त्यहाँ घर बनाउँदैछ त्यो लेक बेसी नि कहाँको मान्छेले बनायो सङ्कुले कि को भन्थ्यो ठिकै छ बाबा बाबले अलिक फेरि काम पनि आउँछ त है त्यतिखेर मधेसतिर त हामीले हाम्रो बाँध्छ मर्छ त्यहाँ त भएन चाहिँ कुरो पुग्दैन यताभित्र मसला कति छ त्यही दुईलाई पालेकालहरू खालिन्छ कुरो पुगेन है यस्तो चाख्दैन कराउनु पुग्दैन पुग्दैन म चिया 2000 हाल्दिनँ म काम सघाउँछु भनेको होइन 2000 न 5000 लाइन्छ नि 2000 मात्रै हाल्दिनँ गएको भन्नु अस्ति भनेको त्यही मात्रै धेरै दिन आएको होइन फेरि काठ काट्ने म चक्क डाँडो काट्ने मान्छे ल्याउँदैछु मलाई मेरो रोकिदिनु बनाउनु निकाल्नुपर्छ 10 घर लडी मर्छु र
खै फुटाएको छैन फेरि त्यसैले गर्दै भन्दैछु
बोल्नु लामिक मान्छे मजाले नानी छोराले काम हुन्छ त्यो राम्रो भयो चलो अहिले दिन बोलेका भोकै हुन् यस्तो पानी पर्यो भने के काम हुन्छ कसै गयो पानी हो बाहिरसम्म निस्किनु पर्ने निस्किएर जल्दी जल्दी गर्नु है त्यही कारण उयोसँग त सक्दैन छान्नु दिउँसो गर्दै खानुपर्छ कान्छेले एकै पारे घरमा गीत बजा बजा गर बाख्रा पनि लाउँदैन सबै लाउँदैन अहिले कहाँ हुन्छ दाजु पढाइ आउँछ मलाई पनि बनाउनु बाख्रा यो अरबको ढिल्को मलाई जान्छु के 4 घन्टा काम गर्यो भने के लाग्छ अहिले पठाल 8 घन्टा काम गर्छ र 2 लाख हुन्छ र अरबमा यहाँ 8 किलो लाठी गाह्रो ठुलो भएर 9 बजी त हाम्रो कामै चल्दैन मसला चाहियो के चाहियो भनिहाल्नुहोस् है मिस्त्रीहरू त्यहाँ बोरा त सबै च्यात्छ घरिघरि त ढाड पनि दुख्छ र मेरो पनि हौ ततारी बिस्तारी काम गर्ने हामी यस्तो भक्क गर्नु पर्दैन नि माछा के लाग्यो कुरो कुलाउनु थाल्यो त अनि त कुर्सीको त भाँचिएछ माल कति बनिसक्यो जाँड त काइदा छ जाँड काइदा एक ल्याउनु न शीतल हुन्छ दिउँसो रक्सी खान्छ जसले मिसेर मर्ला है एक कप त ठुलोको मखो ल्याउनु मऱ्यो भने दुःखै लुक्छ त के हो त्यो त कामै गर्नु पर्दैन होइन
माघको जाडो पोहोरको नानाले कोदे कोदाले बनाउँछ कि सन्तु हामीलाई लुगा लाएर छ त आज कान्छी अलि राम्रो गाना लाउ अलि गाना राम्रो लाउने एउटा मिराले भनेको त मानव सालीहरू भएर पखाइ मसला कति बनिसक्यो अब मसला कति बनियो त्यति नै है ल